हेलो नमस्ते, स्वागत छ सबैजनालाई मेरो युट्युब च्यानलमा। र मैले जिमसम्म जानेको कुराहरू तपाईहरुमाझ राखेको छु। यो मेरो युट्युबमा पहिलो भिडियो हो। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। र आज म चेस्टको वर्कआउट गर्न गइरहेको छु। आज चाहिँ सुरुमा म बारबेल बेन्च प्रेस गर्न गइरहेको छु। आज चाहिँ मेरो बेन्च प्रेसमा 4 reps 10 to 15 रेपिटेसन गरे। तपाईहरुले कुनै पनि एक्सरसाइज गर्नुभन्दा अगाडि वार्म अप गर्न जरुरी छ है। वार्म अप गर्नु होला। मैले वार्म अप गरेको भिडियो एड गरेको छैन यहाँ। म नेक्स्ट भिडियोमा चाहिँ वार्म अप कसरी गर्छ भनेर एड गर्छु। र आजको मेरो बारबेल बेन्च प्रेस यही सकिन्छ। त्यसपछि म लाग्यो इन्क्लाइन बेन्च प्रेस गर्नेतर्फ। हामीसँग त्यस्तो एडभान्स मेसिनहरु इन्क्लाइन हान्ने मेसिनहरु नभएर हामीले त्यही फ्ल्याट बेन्च प्रेस गर्ने ठाउँमा बेन्चलाई माथि उठाएर इन्क्लाइन बेन्च प्रेस गर्न बनाएको छु। बारबेल बेन्च प्रेस सकेपछि अब इन्क्लाइन बारबेल प्रेस सुरु गरे। इन्क्लाइन बारबेल प्रेसमा 4 सेट 10 to 15 रेपिटेसन गरे। फर्स्टमा तपाईले कुन एक्सरसाइज केको लागि गर्दैछ भन्ने कुरा थाहा हुनुपर्छ है। आज मैले चेस्टको एक्सरसाइज गरिरहेको छु। मेरो टार्गेट चेस्टमा मात्रै हुनु पर्यो। यदि मैले चेस्टको एक्सरसाइज गर्दा शोल्डर पेन भएको छ, ब्याक पेन भएको छ भने त्यो राम्रो हुँदैन। यदि तपाईले चेस्ट वर्कआउटको दिन चेस्टमा मात्र टार्गेट गर्नुभयो भने, चेस्टमा मात्र पेन भयो भने छिट्टै नै राम्रो रिजल्ट आउँछ। म चाहिँ फेरि आफ्नो ज्यान हेरेर आफै मक्ख हुन्छु के। अनि यसो फ्लेक्स गरे जस्तो गर्छु है। रमाइलो। त्यसपछि म लागे डम्बल फ्लाइ तर्फ। डम्बल फ्लाइमा 4 सेट 12 to 20 रेपिटेसन गरे। तपाईहरुले डम्बल फ्लाइ गर्ने बेलामा सानो वेटबाट ट्राई गर्दा हुन्छ। एकैचोटी हेभी नउठाउनु होला है। सानो वेटबाट बिस्तारै बिस्तारै धेरै रेपिटेसन खेल्दा भयो। तपाईको चेस्ट मज्जाले च्यात्नु पर्यो के, मतलब चेस्ट मज्जाले तन्किनु पर्छ। त्यसपछि म लागे चेस्ट डिप्स तर्फ। चेस्ट डिप्समा 3 सेट 12 to 15 रेपिटेसन गरे। मलाई फेरि चेस्ट डिप्समा यति रमाइलो लाग्छ, यति मजाले चेस्ट तन्किन्छ। यदि नयाँ साथीहरुलाई चेस्ट डिप्स गर्न गाह्रो हुन्छ भने तपाईले एकचोटी दुईचोटी भए पनि डेली ट्राई गर्नु होला। बिस्तारै बिस्तारै स्टामिना बढाउनु होला है। तपाईले सुरुमा एकैचोटी 10-15 हान्छु भनेर सक्दैन। बिस्तारै बिस्तारै ट्राई गर्दै गएपछि बल्ल सकिन्छ। चेस्ट डिप्स सकेपछि म लागे केबल क्रसओभरतिर। केबल क्रसओभरमा मैले 4 सेट 12 to 20 रेपिटेसन गरे। तपाई नयाँ केबल क्रसओभर गर्दै हुनुहुन्छ भने तपाईको धेरै जसो शोल्डरमा पेन हुन सक्ने हुन्छ। तपाईले त्यसैले गर्दाखेरि सानो वेटबाट बिस्तारै बिस्तारै चेस्ट टार्गेट गरेर यो एक्सरसाइज गर्न सक्नुहुनेछ। अब ओभरहेड त्यहाँ सुतेर डम्बल माथिबाट। केबल क्रसओभर सकेपछि म लागे लास्ट एक्सरसाइज डम्बल पुल ओभर। त्यसमा मैले गरे 3 सेट 12 to 15 रेपिटेसन।
आजको मेरो चेस्टको एक्सर्साइज सकेपछि लास्टमा चेस्टलाई मजाले फ्लेक्स गऱ्यौँ। र साथीहरू, मेरो आजको चेस्ट वर्कआउटको भिडियो कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनुहोला। भिडियो मन पर्यो भने सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा भेटौँला। हस्त, धन्यवाद।